सबैजनालाई नमस्कार। मेरो नाम सिजन घिमिरे हो। म गढवा गाउँपालिका वडा नम्बर 5 कक्रावामा बस्छु। म शुभतारा इङ्ग्लिस बोर्डिङ स्कुलमा कक्षा 5 मा पढ्छु। आज म खल्टु खान गइरहेको छु। हाम्रो यो 4वटा बाख्रालाई पनि जङ्गलमा लगेर चराउने, उतैबाट खल्टु खाएर आउने भनेर म एउटा हातमा झोला अनि 4वटा बाख्रा लिएर जङ्गल जाँदैछु। यो हाम्रो घरदेखि अगाडि पुगेपछि गढवा जाने बाटोमा पर्छ। अब यो उकालो क्रस गरे यहाँदेखि हाम्रो गाउँको सिमाना सुरु हुन्छ। खल्टुको बोट आइसक्यो गाइज। अब मेरो दादा बिजन घिमिरे रुखमा चढिसकेको छ। अब म पनि चढ्न ट्राई गरिरहेको छु। अब हामी खल्टु खानमा बिजी भयौँ है साथीहरू। हेर्नुहोस् त कति धेरै खल्टु फलेको। यो आजभोलि खल्टु एकदम धेरै फलेको छ, धेरै पाकेको छ। साथीहरूलाई पनि खल्टु खान मनपर्छ भने हेर्नुहोस् त यो बोटै रमासिङ गरेर खल्टु फलेको छ। खल्टु खान आउनुहोस् भन्न चाहन्छु। खल्टु बाटोको छेउछेउमै रहेको छ। हेर्नुहोस् हामीले टिपेर ल्याएको खल्टु हो यो। हजुरलाई पनि मनपर्छ भने खान आउन सक्नुहुन्छ। मैले जङ्गलबाट ल्याएको खल्टु खाँदैछु। खल्टु एकदम मिठो लाग्यो, साह्रै मिठो छ। ल हस् त, धन्यवाद। आजको भलो